नमस्ते, गुड मर्निङ डिएक्सन। म रमेश अधिकारी। मैले आज सानो एउटा केही विषयवस्तु लिएर तपाईहरु माझ प्रकट भएको छु। आशा छ यहाँहरु सबैले मेरो एक एक शब्दलाई निहाल्नु हुनेछ र मैले जे कुरा बोल्छु त्यो बोलेको कुराहरु तपाईहरुले मनमा लिएर यसलाई चाहिँ सत्य रहेछ भन्ने कुरा बुझिदिनु हुन्छ भन्ने पूर्ण आशा लिएको छु। त्यसैगरी म आज मेरो घर भक्तपुर छालिङ बसाई विगत 18 वर्षदेखि म डिएक्सन कम्पनीको क्षेत्रमा प्रोडक्ट खाने खुवाउने सिक्ने सिकाउने क्रममा 18 वर्षदेखि निरन्तर म छु र डिएक्सन कम्पनीमा म आबद्ध आउनुको मुख्य मेन कारण भनेको मेरो स्वास्थ्यमा प्रब्लम। हुन त अहिलेको समयमा मान्छेहरूले 100 मा 90% मान्छे आर्थिकको समस्याले गर्दा अवसरको खोजीले गर्दा म चाहिँ डिएक्सनमा अवसर छ यसलाई चाहिँ केही मैले अहिलेको 21औं शताब्दीको जमानामा यो एमएलएम व्यवसायलाई चाहिँ म अगाडि बढाउँछु, मेरो भविष्यलाई सुनिश्चित बनाउँछु भनेर आउनु भएको छ भने हिजोको दिनमा आजभन्दा 17-18 वर्ष अगाडि यो सिचुएसन थिएन। किनभने एमएलएम कम्पनीले चाहिँ हामीहरूलाई यति जानकारी दिएको थिएन। तसर्थ हामीहरू चाहिँ कुनै न कुनै क्षेत्रमा जब गर्ने गर्थ्यौं। म पनि त्यही जबको सिलसिलामा मलेसिया भन्ने देशमा एउटा रोजगारीको सिलसिलामा मलेसिया गएको कारणले स्वास्थ्यमा धेरै ठुलो प्रब्लम, यानी कि उपचार गर्दा नभएर अन्तिम अवस्थामा नेपाल आउनको लागि भनेर म चाहिँ चन्दा माग्दै हिँड्ने क्रममा मैले डिएक्सन भेटेको हो र त्यही बेला मैले डिएक्सन कम्पनीको प्रोडक्ट सेवन गरेर म आज 18 वर्षदेखि यो क्षेत्रमा प्रोडक्ट खाने खुवाउने सिक्ने सिकाउने क्रममा छु र हिजोको दिनमा मैले डिएक्सन कम्पनीको क्षेत्रमा प्रवेश हुनुको मुख्य कारण भनेको स्वास्थ्यको समस्या मैले भनिहालेँ। अब हुन त मान्छेलाई नपरिकन केही कुरा थाहा हुँदैन, जब पर्छ तब मात्रै थाहा हुन्छ। अनि हाम्रो नेपालीको बानी भनेको चाहिँ जब हामीहरूलाई पर्छ नि, जब स्वास्थ्यमा समस्या हुन्छ तब हामीहरूले स्वास्थ्यको लागि केही कुराहरू खोज्न थाल्छौं, उपचार खोज्न थाल्छौं। हो त्यही भित्रको एकजना व्यक्ति हो म पनि। मलेसिया रोजगारीको लागि गएँ। इपो पेराक भन्ने ठाउँमा एउटा फलाम कम्पनीमा काम गर्न पुगेँ। 17 वर्षको उमेरमा मलेसिया गएको म पैसाको चपेटाले, आर्थिक अभावको चपेटाले अहिले त्यो संकट हामी सबैलाई छ। 17 वर्ष, 18 वर्ष, 19 वर्ष, 20 वर्षको अन्तरालमा हामी देश विदेश हिँड्छौं पैसाको कारणले, आर्थिकको कारणले। त्यही भित्रको एउटा व्यक्ति हो म। जब 17 वर्षमा विदेशिएको व्यक्ति पैसा कमाउनको लागि त्यहाँ गइसके पछाडी त्यहाँको हावापानी खाना अत्यन्तै दूषित भयो। पहिलेदेखि म बिरामी थिएँ। म चाहिँ एउटा गरिब परिवारमा आएको मान्छे। मैले धेरै पहिलादेखि चाहिँ धेरै दुःख कष्ट, धेरै हार्डवर्क गरेको हुनाले मेरो शरीर जीर्ण भएको थियो। त्यही बेला म मलेसिया कम्पनीमा काम गर्न गएँ। त्यो बेला चाहिँ मेरो अत्यन्तै ग्यास्ट्रिक बिग्रेर धेरै ठुलो मेरो पेटमा समस्या भइसकेको रहेछ, मलाई थाहा भएन। जब मलेसिया गइसके पछाडी मलाई अति धेरै त्यो पीडाले च्याप्यो अनि उपचार गर्न थालेँ, हस्पिटल जान थालेँ। हस्पिटल जाँदा मैले लगातार 1.5 वर्ष उपचार गरेँ हस्पिटलमा। 1.5 वर्ष उपचार गर्दाखेरि मेरो लगभग नेपाली 5 लाख भन्दा बेसी सकियो पैसा। त्यो सकिसके पछाडी अन्तिम केसमा रोग देखा नपर्ने, वेट घट्ने, जिउ शरीर टोटली पोल्ने। मैले लगभग 9 महिना मैले खुट्टामा जुत्ता चप्पल लगाइन पैताला पोलेर, यो टाउको एकदमै पोल्थ्यो, जिउ पुरै पोल्थ्यो, लुगा लगाउनु हुँदैन थियो शरीरमा। यो अम्लाको टोप्रामा चाहिँ अति धेरै पानी आउने, पसिना आउँथ्यो, यसो गर्दा तुरुरु चुन्थ्यो, नाकड मुखबाट ब्लड जान्थ्यो, निउरिनु हुँदैन थियो। चिल्लो, अमिलो, पिरो, तातो, चिसो सबै मेरो चाहिँ बार्ने थियो। म खान सक्दिनँ थिएँ, खानु हुँदैन थियो। नेपालबाट मलेसिया जाँदाखेरि मेरो वेट 52 केजी थियो। जब 1.5 वर्ष मैले उपचार गर्दाखेरि मेरो वेट 34 केजी झर्यो, 34 केजी भयो। हड्डी मात्रै थियो, मासु थिएन। बेहोस अवस्थामा हिँड्थेँ। कुन बेला म ढल्छु र मर्छु भन्ने थाहा थिएन। उपचार गर्दा हस्पिटलमा जति गयो, जति एक्सरे गरो, भिडियो एक्सरे गरो, एन्डोस्कोपी गरो, ब्लड टेस्ट, दिशा टेस्ट, पिसाब टेस्ट, हरेक टेस्ट गर्दाखेरि रोगै देखा नपर्ने, के रोग रोगै पत्ता लगाउन नसक्ने। अन्तिममा चाहिँ डाक्टरले अब तेरो रोगै के हो पत्ता लाग्दैन, के उपचार गर्ने। डाक्टरले पनि अब हेर्न छोड्यो, कम्पनीले पनि लान छोड्यो। मेरो आफ्नो रिस्कमा धेरै पैसा खर्च गरेँ, मैले अघि नै भनिसकेँ।
1.5 वर्ष उपचार गर्दा 5 लाख रुपियाँ सक्यो। अन्तिममा अब नहुने रहेछ, म अब यतिकै मर्ने रहेछु भनेर नेपाल आउनको लागि भनेर मैले कम्पनीलाई रिक्वेस्ट गरेँ। कम्पनीलाई रिक्वेस्ट गर्दा कम्पनीले मलाई चाहिँ नेपाल आउन दिएन, किनकि हामीहरूलाई सबैलाई थाहा छ विदेश गइसके पछाडि उसको कन्ट्र्याक्ट नसिद्धिकन आउन दिँदैन। मलेसियामा मेरो 3 वर्षको कन्ट्र्याक्ट थियो, त्यो कन्ट्र्याक्ट आउन नदिने हुनाले मेरो चाहिँ 1.5 वर्ष मात्रै बितेको थियो, अरू 1.5 वर्ष कन्ट्र्याक्ट थियो कम्पनीको। त्यो कन्ट्र्याक्ट नसकी आउन नदिएको हुनाले मलाई बारम्बार कम्पनीलाई मैले रिक्वेस्ट गर्दा कम्पनीले अन्तिममा मलाई के भन्यो भने 1 वर्षको लेबी तिर, प्लेन टिकट आफै काट अनि जा भन्यो। त्यतिखेर नेपालमा मलेसियाबाट आउने आरे भने नेपाल एयरलाइन्स एउटा मात्रै प्लेन आउँथ्यो। त्यतिखेर त्यो प्लेन टिकट चाहिँ 1 वे टिकट 1000 रिङ्गेट थियो मलेसियाको। समथिङ नेपाली भनेको लगभग 30, 32, 35 हजार जति पर्न जान्छ। अनि मलेसियाको 1 वर्षको लेबी तिर्नको लागि महिनाको 100 भन्दा 1 वर्षको 1200 रिङ्गेट 12 महिनाको लेबी लिन्थ्यो। त्यतिखेर लेबी र प्लेन टिकट काट्दाखेरि मैले कम्पनीलाई पे गर्नुपर्ने 12, 10, 2200 रिङ्गेट भयो, मलेसिया रिङ्गेट। यानी कि मसँग त्यतिखेर भनेको बेसिक मेरो सेलरी 376 रिङ्गेट थियो। अब आफै भन्नुस्, 376 रिङ्गेट बेसिक सेलरीमा काम गर्छु म, 8 घण्टा ड्युटी गर्छु, ओटी गर्न सक्दिनँ थिएँ। अब 376 रिङ्गेटमा खानु पर्यो, फोन खर्च चाहियो, लाउनु पर्यो, 2200 रिङ्गेट जम्मा गरेर कहिले तिर्ने अवस्था मेरो त्योभन्दा नाजुक र त्योभन्दा क्रिटिकल अवस्था भएन। त्यसपछि म कम्पनीमा अहिले मर्छु कि भरे मर्छु अवस्था नाजुक भइसके पछाडि म चाहिँ नेपाल आउनका लागि भनेर म अब नेपालमै गएर मर्छु। बाँच्ने आस्था मलाई थिएन। म नेपालमा गएर आमाको काखमा मर्छु, घरमै गएर मर्छु, कमसेकम मेरो चाहिँ मलेसियाबाट सब बाकसमा आउनुभन्दा म जिउँदै जान्छु, नेपालमा गएर मर्छु भन्ने सोचले मैले कम्पनीलाई रिक्वेस्ट गरेर अब पैसा जसरी पनि मैले जुटाउनु पर्यो भनेर म चाहिँ चन्दा माग्दै हिँडेको मलेसियामा। चन्दा माग्दै हिँड्ने क्रममा कसैले 1 रिङ्गेट, कसैले 2 रिङ्गेट, कसैले 3 रिङ्गेट चन्दा माग्दै हिँडेको बेला मलाई त्यही मलेसियामा काम गर्ने एकजना तिलबहादुर राणा मगर भन्ने सर, अहिले उहाँ नेपालगञ्जमा हुनुहुन्छ, उहाँ र मेरो कम्पनीमा काम गर्ने विष्णुचन्द्र थापा भन्ने सर चाहिँ साथी चाहिँ उहाँको गाउँघर एउटै रहेछ। अनि मेरो रुममा विष्णुचन्द्र थापा साथीलाई भेट्नका लागि तिलबहादुर राणा मगर आइराख्नु हुँदो रहेछ। अनि एक दिन मैले कम्पनीमा ड्युटी गरेर रुममा खाना खान आउँदाखेरि कोठामा बसेर यस्तै प्रोडक्टको एउटा जुन त्यो क्याप्सुलहरू केही राखेर, त्यो चाहिँ आरजिएल रहेछ पछि मैले बुझ्दा, राखेर स्वास्थ्यको बारेमा केही कुराहरू उहाँहरूले बताउँदै गरेको मैले सुने। अनि ढोकामा बसेर सुनिसके पछाडि मैले अन्तिममा के भने मेरो अहिले ड्युटी छ सर, यो के हो म पनि बुझ्छु, कुनै दिन मलाई टाइम दिनु होला भने। हुन्छ भन्नुभयो। त्यसको 3 दिन बाद मैले चन्दा माग्दै हिँड्ने क्रममा उहाँकै रुममा गएँ। कसैले 1 रिङ्गेट, कसैले 2 रिङ्गेट, मैले लगभग 300-400 रिङ्गेट उठाएको थिएँ। अनि त्यही चन्दा माग्दै हिँड्ने क्रममा चाहिँ त्यही तिलबहादुर राणा मगर भन्ने साथीसँग भेट भएर उहाँले यसको बारेमा मलाई के भन्नुभयो भने, तपाईँ चाहिँ मलेसिया पैसा कमाउनको लागि आउनुभएको, हामी यङ अवस्थामा आएका छौँ, अब तपाईँले चाहिँ बिरामीको लागि भएर नेपाल जाँदै हुनुहुन्छ भने तपाईँ अहिले नेपाल नजानुस्, यो चिज सेवन गर्नुहोस्, यसले राम्रो हुन्छ भन्नुभयो। मैले पत्याइनँ। किन पत्याइनँ भने डाक्टरको मेरो चाहिँ दर्जनौँ एक्सरे, दर्जनौँ भिडियो एक्सरे, दर्जनौँ इन्डोस्कोपी, दर्जनौँ पिसाब टेस्ट, दिशा टेस्ट, होल बडी टेस्ट गर्दा डाक्टर रोगै छैन भनेर भनेको छ। एउटा चाहिँ च्याउको धुलोले यो प्रोडक्ट निको, यो दबाईले चाहिँ निको हुन्छ, राम्रो हुन्छ भनेर एउटा चाहिँ न डाक्टर न कोही नर्मल साथीले भन्दा हामी जो कोही पनि विश्वास गर्ने कुरा हुँदैन। मैले पनि विश्वास गरिनँ। अनि विश्वास नगरिसकेपछि उहाँले अन्तिममा मलाई के भन्नुभयो भने, यो प्रोडक्ट म दिन्छु, अहिले पैसा दिनु परेन, तपाईँले यो 1 महिना खाएर हेर्नुहोस्, 1 महिना खाएर हेर्दा पनि कुनै समस्या तपाईँलाई घटी भएन, केही तपाईँलाई फिल भएन भने जति लाग्छ तपाईँलाई प्लेन टिकट काट्ने र कम्पनीमा लेबी तिर्ने, चन्दा माग्नु परेन, म चाहिँ साथीहरूलाई कलेक्सन गरिदिन्छु भन्नुभयो। मलाई विश्वास कहाँ लाग्यो भने त्यो प्रोडक्ट मैले निको हुन्छु भनेर लगेको होइन, मैले चाहिँ मात्रै नेपाल जान पाउँछु भनेर लगेको। किनभने उहाँले मलाई नेपाल पठाउने बाचा गर्नुभएको थियो। अनि मैले त्यही बाचाका लागि नेपाल आउनको लागि भनेर मैले आरजिजिएल क्याप्सुल, रेसिगानो आरजी गानोसेलियम जिएल च्याउको 100% धुलोबाट क्याप्सुल बनाएको छ। त्यो आरजिजिएल भन्ने क्याप्सुल मलाई 2टा दिनुभयो। 1 महिना खाने तरिका सिकाइदिनु भयो। अनि मैले त्यही खाँदै गर्दाखेरि म चाहिँ अब यसले निको हुन्छ भनेर खाएको होइन, मात्रै यो कहिले सकिन्छ र म नेपाल जान्छु भन्ने फिल मात्रै छ मलाई, किनकि मलाई निको हुँदैन थाहा छ।
मैले पहिला धेरै गरिसकेपछि म अन्तिम म हार खाइसकेपछि म कहिले मर्छु थाहा छैन मलाई। त्यो अवस्थामा भएको मान्छेले एउटा च्याउको धुलो खाएर निको हुन्छ भनेर कहिले विषय मान्ने कुरा भएन, म पनि विषय मानिनँ। अनि नेपाल कहिले जान पाउँछु छिटै सक्यो पनि हुन्थ्यो भनेर खाइरहेको छ कि मैले। जब पहिलो हप्ता आरजी एउटा जिएल एउटा खाने सिस्टम छ, दोस्रो हप्ता आरजी 2 जिएल 2, तेस्रो आरजी 4 जिएल 4, चौथो आरजी 6 जिएल 6, यो खाने सिस्टम छ। यो सिस्टममा रहेर मैले पहिलो हप्ता खाएँ केही नै भएन मलाई, दोस्रो हप्ता खाएँ केही नै भएन, तेस्रो हप्ता आरजी 4 जिएल 4 खाने क्रममा 3-4 दिन मात्रै के बितेको थियो, पहिलाको जे रोग ठ्याक्कै डबल बल्झेर आयो। पोल्ने पनि डबल, दुख्ने पनि डबल, पानी आउने पनि डबल, टोटली डबल बल्झेर आयो। उठ्न नसक्ने अवस्था भयो, साह्रै गाह्रो भयो मलाई। अब त म नेपाल गएर मरौँला भने त यहीँ मर्ने भएँ भन्ने मेरो चाहिँ होपलेस भएँ म। अनि मैले जुन व्यक्तिले प्रोडक्ट मलाई दिनुभएको थियो त्यही व्यक्तिलाई कल गरेर मैले रुममा बोलाएँ। अनि उहाँले रुममा आएर मलाई चाहिँ राम्रोसँगले सम्झाउनु भयो, यो औषधि होइन, खाद्यान्न वस्तु भनिन्छ यसलाई। यसले भित्र शरीरमा जब प्रवेश गरिसके पछाडि यसले भित्रको फोहोर बाहिर छानेर फाल्छ। त्यो बाहिर छानेर फाल्ने क्रममा चाहिँ यो सिम्पटम देखाउँछ भनेर 1 घन्टा बसेर सम्झाएपछि मैले प्रोडक्ट कन्टिन्यू गरेँ। किनभने मसँग त्यो प्रोडक्ट कन्टिन्यू गर्नु विकल्प केही पनि थिएन। नेपालमा पैसा थिएन, चन्दा माग्न जान मेरो सक्ने अवस्था थिएन, साथीभाइ कोही पनि थिएन सहयोग गर्ने मान्छे, मसँग विकल्प थिएन। हेर्नु है, त्यस्तो क्रिटिकल अवस्थाबाट पार गरेर आएको व्यक्ति हो। अब मेरो विकल्प केही नभइसके पछाडि मैले त्यो प्रोडक्ट खानु सिवाय मेरो केही पनि विकल्प भएन। त्यही खाना उहाँको कुरालाई मानेर खान सुरु गर्दै गएँ। जब मैले त्यो साह्रो भइसके पछाडि मैले 17 दिन एक छाक भात नखाई सुती त्यही प्रोडक्ट मात्रै खाएर बाँचेको छु। 18 दिनदेखि उता अलिअलि गर्दै मेरो रिकभर हुँदै आयो। 17 दिनसम्म मेरो शरीरमा यति फोहोर चिज रहेछ त्यो मलाई थाहा भयो। दिशाबाट उति गयो, पिसाबबाट उति गयो, पसिनाबाट उति गयो, सिगान खकारबाट उति गयो, यति फोहोर चिज जमेको रहेछ। म अहिले पनि सम्झिँदा आफैलाई घिन लाग्छ। त्यस्तो फोहोर चिज गइसके पछाडि 18 दिनको दिन भोक लागे जस्तो भएर अलिकति जाउलो पकाएर खाएर 19 दिन 20 दिनको दिन म ड्युटी जोइन गरेको छु। त्यस पछाडि अलिअलि गर्दा निको हुँदै गयो। विश्वास माने मैले। त्यस पछाडि मेरो विकल्प केही पनि नभएपछि अब यो प्रोडक्टले हुने रहेछ, मलाई राम्रो छ भनिसके पछाडि प्रोडक्ट अरू प्लस गर्दै गएँ, खाँदै गएँ। अलिकति ताकत आएपछि कम्पनीमा ओटी पनि गर्दै गएँ, स्यालेरी बढ्दै गयो। अलिकति खाएपछि डिएक्सनबाट बोनस पनि आउँदो रहेछ, मलाई थाहा भएन सुरुमा, अहिले त्यो आउँदो रहेछ, त्यो पनि त्यहीँ लगाएँ। हुँदै मैले खाँदै गइसके पछाडि ठ्याक्कै 1 वर्ष मैले त्यो जब साह्रो भएर कम्ती भइसके पछाडि त्यहाँनिर एकचोटि होपलेस भएर रिकभर भएपछि मलाई विश्वास लाग्यो अब नेपाल जान्न, म यहीँ बस्छु, पैसा कमाउँछु, मेरो जे सपना छ त्यो पुरा गरेर जान्छु भनेर एउटा मेरो आत्मबल बढिसके पछाडि कन्टिन्यू सेवन गर्दै गएँ। 1 वर्ष मैले ननस्टप प्रोडक्ट सेवन गर्दा मेरो वेट पनि बढेर आयो। दुख्ने पोल्ने घोच्ने पनि केही पनि भएन। सर्भ ठिक पो 100मा 95% म निरोगी भएँ। सारा रोग निको भयो, सारा समस्या निको भयो। त्यस पछाडि मैले अरूहरूलाई बताउँदै हिँडेको, आज त्यसरी हिँडेको 18 वर्ष भयो। जब त्यो क्रिटिकल अवस्थाबाट पार गरिसके पछाडि अब म यो सेवा चाहिँ मैले आफूले भोगेँ, अरूलाई म भोग्न दिन्न भनेर त्यही दिनबाट डिएक्सनको फुल टाइम म गर्छु, जति सक्दो डिएक्सनबाट सेवा दिन्छु भनेर कसम खाएर त्यही दिनबाट ड्युटी 8 घण्टा 12 घण्टा ड्युटी गर्थेँ। त्यसपछि साथीको रुममा यसको बारेमा बताउँदै हिँड्थेँ। मलेसियाको होल टोटल मलेसिया यसको बारेमा बताउँदै हिँडेँ। 1.5 वर्षमा नेपाल आउन लागेको, लगातार 5 वर्ष मलेसिया बसेँ। एसएसडी भन्ने पोस्ट पाएर नेपालमा आएर विगत 13 वर्षबाट फुल टाइम नेपालमा गर्दैछु। अहिलेको अवस्थामा मेरो मलाई त्यतिखेर रोग लाग्नुको एउटा चाहिँ जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन्, मेरो जिन्दगी बनाउनको लागि पनि रहेछ। तसर्थ मैले नेपालमा आएर अहिले विगत 13 वर्षबाट कुनै पनि जब छैन, कुनै पनि व्यवसाय छैन, फुल टाइम डिएक्सन छ। अहिले प्रोडक्ट खाने खुवाउने सिक्ने सिकाउने नेपालमा फुल टाइम गरिरहेको छु 13 वर्षबाट। र 2011बाट मैले चाहिँ डिएक्सन कम्पनीको अत्यन्तै राम्रो सुविधा, यो चाहिँ ट्राभल सेमिनार इन्सेन्टिभ भन्छ, 2011बाट हरेक वर्ष अरू देश डिएक्सनको ट्राभल सेमिनार
मा क्वालिफाइङ भएर देश विदेश हिँडिराखेको छु। अहिले लगभग मेरो चाहिँ 25-26 वटा देश ट्राभलिङ गरेको छु र अहिले म नेपालमा आफ्नै एउटा सम्पर्क कार्यालय जस्तो बनाएर आफ्नै अफिस बनाएर नेपालभरि म डुल्दैछु। तसर्थ यहाँ अहिले चाहिँ मलाई स्वास्थ्य मात्रै पाइनँ, आर्थिक पनि स्वतन्त्र पाएँ। एउटा हिजोको दिनमा चाहिँ रोजगारीको लागि, एउटा पैसा कमाउनुको लागि 17-18 वर्षको उमेरमा, 16-17 वर्षको उमेरमा महिनाको 10-15 हजार कमाउन विदेशिएको मान्छे आज त्योभन्दा पनि 10औं गुणा बेसी नेपालमा डिएक्सन कम्पनीबाट आएको छ। प्रोडक्ट खाने खुवाउने सिक्ने सिकाउने छु। त्यस कारणले मैले यहाँहरूलाई अब जानकारी के दिन चाहन्छु भने मेरो 18 वर्षको एक्सपिरियन्स दुनियाँमा डिएक्सन जस्तो पावरफुल कम्पनी, डिएक्सन जस्तो सकारात्मक कम्पनी, डिएक्सन जस्तो मानव जगतको लागि अहिले 21औं शताब्दीमा हाम्रो लागि चाहिने यो भन्दा विकल्प अरू कुनै पनि कम्पनी छैन। किनभने मान्छेको जीवनमा मान्छेलाई 3टा चीजको खोजीमा छौँ हामी खुसी पाउनको लागि। पहिलो नम्बर स्वास्थ्यको खोजीमा। आज संसार स्वास्थ्यको चिन्तित छ, हामी मात्रै होइन। आर्थिकको चपेटा, स्वास्थ्य, सम्पत्ति अनि स्वतन्त्रता, यो 3टा चीज मान्छेले चाहन्छ। यो 3टा चीज मान्छेलाई पुरा भयो भने बल्ल जीवनमा उसले ह्याप्पिनेसको सास फेर्छ, सुखको सास फेर्छ। भने हामी हरेक क्षेत्रमा काम गर्न जाउँ, केही चीज पाउँछौँ भने केही गुम्छ। यो 3टा चीज एकमुष्ट कुनै पनि दिने कम्पनी छैन। मैले यो तपाईहरुलाई प्रश्न पाइरहेको छु। डिएक्सन भनेको त्यो कम्पनी हो, स्वास्थ्य पनि दिन्छ, सम्पत्ति पनि दिन्छ, स्वतन्त्र पनि दिन्छ। यो 3टै चीज एकमुष्ट एउटै ठाउँमा समेटेर हामीलाई दिने भएको हुनाले हामीले डिएक्सनमा खुसी पाउँछौँ। तसर्थ यहाँहरूलाई मैले जानकारी दिएँ, नेपालमा डिएक्सन कम्पनीको फ्याक्ट्री उत्पादन भइसक्यो, ओपनिङ भइसक्यो। कपिलवस्तुमा 2-2वटा फ्याक्ट्री छ। त्यो फ्याक्ट्री खोल्नुको कारण भनेको हाम्रो लागि र हाम्रो छोराछोरीको लागि डिएक्सन डाक्टर लिमले बनाइदिनु भएको छ। तसर्थ साथीहरू जसले यो भिडियो हेर्नुहुन्छ एकदमै सिरियस भएर आजको दिनबाट डिएक्सनलाई नजिकबाट बुझ्नुस्, स्वास्थ्यलाई माया गर्नुस्, भविष्यको चिन्ता गर्नुस्। अबको दुनियाँमा स्मार्ट जमानाको स्मार्ट वर्क डिएक्सन नै हो, एमएलएम नै विकल्पको दुनियाँ हो। बुझ्नु होला। स्वास्थ्यको चिन्ता, आर्थिकको चिन्ता, स्वतन्त्र भएर बाँच्ने हाम्रो जिन्दगी अहिले कसैको करमा, कसैको अन्डरमा हामी गुज्रेर बसिरहेछौँ। तसर्थ यो सारा चिजबाट मुक्त गराउने एकमात्र कम्पनी हो डिएक्सन। यही जानकारी तपाईहरु सबलाई म दिन चाहन्छु। मेरो 18 वर्षको एक्सपिरियन्समा आजसम्म दुनियाँमा यो भन्दा राम्रो, यो भन्दा सजिलो, यो भन्दा बेटर क्षेत्र कुनै पनि मलाई लागेको छैन, कुनै पनि छैन। तसर्थ यहाँहरु सबैलाई जसले यो भिडियो हेर्नुहुन्छ अझै नजिकबाट डिएक्सनलाई चिन्नुस्, हेर्नुस्। आज संसारको टप जडीबुटीको राजा रातो च्याउ हामीसँग छ। संसारभरिको नम्बर 1 जडीबुटी डिएक्सन उत्पादन गर्छ। संसारको एमएलएम मध्येको टप सिस्टम डिएक्सनले बनाएको छ। तसर्थ सबै बेटर पाउँदा पाउँदै पनि अब पनि तपाई हामीले यसको बारेमा बुझिनौ भने, अब पनि हामीले यसको बारेमा नजिकबाट निहालिनौ र हाम्रो व्यवहारमा लागू गरिनौ भने भोलिका दिनमा आज हामी जुन कन्पारामा हातलाई रोइरहेछौँ भोलि पनि त्यसै रुनुपर्ने बाध्यता हुन्छ साथीहरू। किन भन्नुस् है, किनभने स्वास्थ्यको चिन्ता आज हाम्रो बडी सेप दुनियाँमा कहाँ छ मलाई भन्नुस्। बडी सेप दुनियाँमा कहीँ पनि छैन। प्रत्येक दिन हामीले टक्सिन भित्र हालिरहेछौँ। हाम्रो बडीले कहिलेसम्म धान्छ। हरेक दिन नयाँ नयाँ रोग जन्मिरहेको छ। त्यो नयाँ रोगलाई निदान गर्ने उपाय खोइ सम्झिनुस्। संसारमा मूल्य वृद्धि बढेको छ। त्यो मूल्य वृद्धिलाई धान्ने हामीसँग उपाय खोइ इन्कमको पाटो, यो सम्झिनुस्। यो दुईटा मेन हामीले बुझ्नुपर्ने क्रिटिकल अवस्था। यो दुईटालाई डिएक्सनले गाउँमा मलमपट्टी बनाउँछ। तसर्थ व्यवहारमा डिएक्सन कम्पनीलाई लागू गरौँ, जीवनमा डिएक्सन कम्पनीलाई ल्याउँ। जो व्यक्ति आज डिएक्सनलाई के गर्ने नि भन्दै हुनुहुन्छ नि, यो भिडियो हेरेको दिनबाट डिएक्सनलाई जीवनको आधार बनाउनुस् र अगाडि बढ्नुस्, स्वास्थ्य बन्नुस्, स्वरोजगार बन्नुस्। हाम्रै देशमा बसेर स्वरोजगार बन्न सक्ने पाटो छ। आज प्रत्येकको घरमा मान्छेले टुथपेस्टले दाँत ब्रस गर्छ, साबनले नुहाउँछ, कफी खान्छ, चिया पिउँछ। दैनिक जीवनमा प्रयोग गर्ने वस्तु लाखौं रुपैयाँ खर्च भइरहेछ, अन्त वेस्टेज भइरहेछ।
त्यही वेस्टेज भएको खर्चलाई डिएक्सनमा लगायौँ भने हामी स्वस्थ पनि भयौँ, धनी पनि भयौँ, स्वरोजगार पनि भयौँ भन्दै यहाँहरूबिच आज यही कुराहरू जानकारी गराउँदै बिदा हुन चाहन्छु। सबैलाई स्वस्थ रहनुहोस्, एकदमै डिएक्सन कम्पनीको चाहिँ नजिकबाट आफ्नो जीवनको आधार मानी अगाडि बढ्नुहोस्। हस्, धन्यवाद। गुड मर्निङ डिएक्सन, नमस्कार।